नेपोलियन हिलको प्रसिद्ध पुस्तक थिङ्क एन्ड ग्रो रिच सफलता प्राप्त गर्नका लागि 13 वटा मुख्य सिद्धान्तहरूमा आधारित छ। यस पुस्तकको सारांश बुदागत रूपमा यस प्रकार छ। 1. तीव्र इच्छा डिजायर। कुनै पनि ठूलो उपलब्धि हासिल गर्नका लागि एउटा बलियो र स्पष्ट इच्छा हुनुपर्छ। केवल पैसा चाहनु पर्याप्त छैन, त्यसलाई प्राप्त गर्ने दृढ संकल्प र योजना हुनुपर्छ। 2. विश्वास फेथ। आफ्नो लक्ष्य हासिल गर्न सकिन्छ भन्नेमा पूर्ण विश्वास हुनुपर्छ। यो विश्वास आत्मसुझाव, अटो सजेसन र दृढताबाट विकास गर्न सकिन्छ। 3. आत्मसुझाव अटो सजेसन। तपाईको अवचेतन मन सबकन्सियस माइन्डलाई सकारात्मक विचार र लक्ष्यहरू बारम्बार दोहोर्याएर प्रभावित पार्नु। यसले तपाईको विश्वासलाई बलियो बनाउँछ। 4. विशेष ज्ञान स्पेशलाइज्ड नलेज। सामान्य ज्ञानले मात्र सफलता मिल्दैन। तपाईले आफ्नो क्षेत्रमा विशेष ज्ञान हासिल गर्नुपर्छ र त्यसलाई कसरी प्रयोग गर्ने भन्ने बुझ्नुपर्छ। यदि तपाईलाई कुनै विशेष ज्ञान छैन भने तपाईले मास्टरमाइन्ड समूहको माध्यमबाट अरूको ज्ञानको उपयोग गर्न सक्नुहुन्छ। 5. कल्पना इमेजिनेसन दिमागको कार्यशाला हो जहाँ योजनाहरू र विचारहरू सिर्जना गरिन्छन्। सिन्थेटिक कल्पना सिन्थेटिक इमेजिनेसनले पुरानो विचारहरूलाई नयाँ तरिकाले जोड्छ भने रचनात्मक कल्पना क्रिएटिभ इमेजिनेसनले नयाँ विचारहरू सिर्जना गर्छ। 6. सङ्गठित योजना अर्गनाइज्ड प्लानिङ। आफ्नो इच्छालाई वास्तविकतामा बदल्नका लागि स्पष्ट र कार्यान्वयन योग्य योजना बनाउनुहोस्। यो योजनालाई निरन्तर परिमार्जन र सुधार गर्नुहोस्। 7. निर्णय डिसिजन छिटो र दृढ निर्णय लिने क्षमता विकास गर्नुहोस्। ढिलो निर्णय र अस्थिरता सफलताको बाधक हुन्। 8. दृढता पर्सिस्टेन्स कठिनाई र असफलताका बावजुद पनि आफ्नो लक्ष्यमा अटल रहनुहोस्। दृढता सफलताको लागि अपरिहार्य गुण हो। 9. मास्टरमाइन्डको शक्ति पावर अफ द मास्टरमाइन्ड समान विचारधारा भएका व्यक्तिहरूको समूहसँग सहकार्य गर्नुहोस्। एकअर्काको ज्ञान अनुभव र ऊर्जाको आदान प्रदानले ठूला लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्छ। 10. यौन ऊर्जाको रूपान्तरण द मिस्ट्री अफ सेक्स ट्रान्सम्युटेसन। यो ऊर्जालाई रचनात्मक कार्य र लक्ष्य प्राप्तितर्फ लगाउनु। यो ऊर्जालाई सही दिशामा प्रयोग गर्दा ठूलो शक्ति प्राप्त हुन्छ। 11. अवचेतन मन द सबकन्सियस माइन्ड। तपाईको अवचेतन मनले तपाईको विचार र भावनाहरूलाई भण्डारण गर्छ र त्यसै अनुसार कार्य गर्छ। यसलाई सकारात्मक र रचनात्मक विचारहरूले भर्नुहोस्। 12. मस्तिष्क द ब्रेन। मस्तिष्कले तपाईको विचारहरूलाई प्रसारण र ग्रहण गर्ने माध्यमको रूपमा काम गर्छ। यसलाई कसरी सही तरिकाले प्रयोग गर्ने भन्ने बुझ्नुपर्छ। 13. छैटौं इन्द्रिय द सिक्स्थ सेन्स। यो एक प्रकारको अन्तर्ज्ञान हो जुन माथिका सिद्धान्तहरूलाई लागू गर्दा विकास हुन्छ। यसले तपाईलाई सही निर्णय लिन र अवसरहरू पहिचान गर्न मद्दत गर्छ। यी सिद्धान्तहरूलाई निरन्तर अभ्यास र आत्मसात गरेर कुनै पनि व्यक्तिले आफ्नो जीवनमा आर्थिक र व्यक्तिगत सफलता हासिल गर्न सक्छ भन्ने यस पुस्तकको मुख्य सन्देश हो।